everyone, welcome to my YouTube channel. आज चाहिँ म नयाँ रेसिपी लिएर उपस्थित भइसकेको छु भन्ने। आज चाहिँ मैले यसलाई चाहिँ हजुरहरूले के भन्नुहुन्छ, भुट्की भन्छ, भुट्की च्याउ भन्छ, भुट्की च्याउ त यो च्याउ त हो। यो चाहिँ कसैले फुट्की पनि भन्छ, कसैले फुट्की। हाम्रो आमाहरूले भन्नुहुन्थ्यो फुट्की भन्नुहुन्थ्यो, तर यसलाई चाहिँ भुट्की च्याउ भन्छ। त यो चाहिँ वर्षमा एकचोटि मात्र पाइन्छ। भुट्की च्याउ चाहिँ यो चाहिँ लिएर आउनुभएको बुढोले, यो चाहिँ सेतोवाला, यो कालोवाला ससुराले लिएर आउनुभएको। आज चाहिँ बुधबार लाग्छ बजार, त्यही भएर यो चाहिँ सेतोवालालाई चाहिँ धेरै मेहनत गर्नुपर्छ। सेतोवालाको त झन् धेरै माटो हुन्छ, अनि यसलाई चाहिँ एकदमै मेहनत गर्नुपर्छ। यो चाहिँ कालो, यो चाहिँ कालो च्याउ, यो चाहिँ कालो भुट्की हो। यसमा चाहिँ धेरै मेहनत गर्न पर्दैन। यसलाई चाहिँ यसरी दुईटा हातले राम्रोसँग मलेर निकाल्यो भने चाहिँ यो निक्लिन्छ। मेहनत त धेरै लाग्छ यसमा चाहिँ बनाउनलाई चाहिँ। हजुरहरूले कतिजनाले खानुभएको छ? इन्डियातिर त यो मिल्दैन, नेपालमा बसेको जनालाई कतिजनालाई थाहा छ? कमेन्ट गर्नुहोला। अनि हजुरहरूले के भन्नुहुन्छ यसलाई? भुट्की भन्नुहुन्छ कि पुट्की भन्नुहुन्छ कि के भन्नुहुन्छ? कमेन्ट गर्नुहोला। अब चाहिँ म बनाउन यसलाई चाहिँ महँगो पाइन्छ हो, 1400 रुपियाँ किलो पनि बेचिराखेको छ। तर बुधबार बजार लाग्छ नि त हाम्रोतिर, अनि बजारको दिनमा चाहिँ आज चाहिँ 1000 रुपियाँ किलो लिएर आउनुभएको अरे। यो चाहिँ 1 किलो लिएर आउनुभएको। अनि चाहिँ यो बुढोले फेरि यो चाहिँ फेरि बालु हो, यो सेतोवाला हुन्छ, यस्तो हुन्छ यो सेतो। यसलाई चाहिँ धेरै मेहनत गर्नुपर्छ हो। यसलाई त पखालेर, यो बालु हुन्छ, पखालेर त्यसपछि अनि यसलाई यसको माथिको चक्कुले निकालेर चक्कुले खोड्नुपर्छ, अनि बल्ल राम्रो हुन्छ। यसमा चाहिँ धेरै मेहनत लाग्छ। यो बालुवा हुने ठाउँमा मिल्छ, यो चाहिँ कालो माटोमा। सो अब चाहिँ मैले यसमा चाहिँ पानी हालेर अब चाहिँ यसलाई मैले पानी हालेर चाहिँ यसलाई मैले भिजाउँछु एकछिनसम्म। कस्तो कालो हुन्छ। यो चाहिँ मेहनत पनि धेरै लाग्छ। यसलाई एक एकवटा सफा गर्नुपर्छ, अनि काट्दाखेरि पनि एक एकवटा हेरेर काट्नुपर्छ। अनि खानामा पनि त्यत्तिकै राम्रो लाग्छ, पैसा पनि त्यत्तिकै छ राम्रो। अनि त्यसपछि मेहनत त झन् कति हो कति। अब चाहिँ मैले यसलाई चाहिँ यसरी रगडी धुनुपर्छ। बालु कस्तो हुन्छ, घिनलाग्दो देखिन्छ। यो त कुन ठाउँमा भएको भुट्की हो कुन्नी, यस्तो कालो हुन्छ। ओ यो त सेतो भयो त झन् मेहनत धेरै गर्नुपर्छ। कालो हो कि यसलाई चाहिँ माटो कस्तो छ, पानी हेर्नु, यसको पानी चाहिँ यसलाई चाहिँ दुईटा हातले रगडी धुनुपर्छ। कस्तो फोहोर हो। अब चाहिँ म यसलाई चाहिँ धोएर देखाउँछु ल गाई। अब चाहिँ यसलाई चाहिँ यसरी रगडिन पर्छ, धेरै मेहनत गर्न पर्यो गाईहरू। चाहिँ यस्तो गरेर
हेर्नु न यसको यस्तो पानी यो कति धेरै हैन कति धेरै माटो हुन्छ हो यसको त छि कति धेरै माटो अनि खसर 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 माटो हुन्छ त्यो बोतलमा राम्रोसँग धुनुपर्छ यसलाई चाहिँ यस्तो हुन्छ हुन्छ यो यो चाहिँ 2-3 चोटि धोयो भने चाहिँ एकदमै सफा हुन्छ अनि त्यसपछि यो सेतोवाला त झन् आमा सेतोवालाले धेरै मेहनत लाग्छ अहिले त म बनाउन सक्दिनँ होला त्यसलाई चाहिँ भिजाएर धोएर राखिदिनु पर्छ क्या भोलि बनाउनलाई हुन्छ यो चाहिँ कालै हुन्छ यस्तै मैले रगडी निकालेको त्यही पनि कति मेहनत गर्नुपर्छ नि माटो कति धेरै छ यो हो सेतो भनेपछि यो सेतोलाई चाहिँ अलग्गै छुटाउनु पर्छ यो अलग जाति सेतोको चाहिँ महँगो त्यति नै पर्छ तर सेतो चाहिँ मैले अलग्गै हटाउनु पर्छ सेतोको धेरै जसो सेतो छ यस्तो माटोमा यस्तो छ कहिले धोयो भने यसलाई चाहिँ सेतोलाई चाहिँ 3-4 चोटि धोइसकेँ मैले यस्तै छ यस्तो छ यो चाहिँ अनि भित्र यस्तो हुन्छ यसको सेतोको चाहिँ अनि यसको पनि कस्तो हुन्छ यस्तो हुन्छ ल छिप्पिसकेछ यसको चाहिँ भित्र पनि कालो हुन्छ कालो भागको फेरि भित्र पनि कालो हुन्छ कति धेरै त्यो छ माटो यस्तो भएर अब चाहिँ सेतोको भने अब सेतोको त झन् यस्तो माटो छ यसलाई चाहिँ हल्का मैले रगडेर मात्र थियो यस्तो हुन्छ यी खोइ कुनै चिजको जरा हो कि के हो यो चाहिँ 1 वर्षमा एकचोटि मात्र पाइन्छ तर माछा मासु भन्दा खसीको मासुको दामसम्म हुन्छ यसको हेर्नुहोस् है गाइजहरू घिनै लाग्ने यसको बालु हेर्नुहोस् हेर्नु न बालु यति धेरै बालु हो त आधा किलो भनेको त 1 पाउ त यो बालु है छ होला यति धेरै बालु निस्किन्छ यसको पनि गर्दो रहेछ यति धेरै माटो निस्कियो अब चाहिँ मैले यसलाई चाहिँ राम्रोसँग धोएर चाहिँ निकाल्छु अनि तपाईहरुलाई देखाउँछु ल काट्ने बेला अब चाहिँ यो धोएर चाहिँ सफा भयो कालो त कालै नै हुन्छ तर चाहिँ यो यसरी सफा भयो पानी पनि छ
पुरा सफा भइसक्यो। यसलाई चाहिँ मैले निकालेर थालीमा राख्छु अनि त्यसपछि सासू ससुरालाई काट्नलाई चाहिँ दिन्छु। मैले चाहिँ मसला रेडी गर्नुपर्छ। यो सेतोवाला चाहिँ यसको चाहियो। मैले सेतोलाई चाहिँ धोएन, सेतोलाई चाहिँ मैले अहिले सक्दैन बनाउन, एक्लै त सकिन्न, गाह्रो हुन्छ, त्यसलाई चाहिँ धेरै मिहिनेत लाग्छ। त्यही भएर अब चाहिँ मैले यो दिन्छु काट्नलाई, काटेर रेडी गरिदिनुहुन्छ चाहिँ यो डिस्टर्ब गर्यो। अब चाहिँ मैले चाहिँ यसलाई यसरी नै काटेर रेडी गरेको छु। यो चाहिँ यस्तो हुन्छ, यो चाहिँ बाहिर कालो भए पनि भित्र चाहिँ सेतो हुन्छ, अनि यो हल्का छिप्पेको यस्तो हुन्छ, भित्र पनि कालो हुन्छ। अनि मैले चाहिँ यसरी मैले नै ससुरा र मैले काटेको यसरी चाहिँ मैले काटेर रेडी गरिसकेँ। अब यसको मसलाको लागि मैले यहाँ लिएको छु रातो खुर्सानी, हरियो खुर्सानी, अदुवा, अनि त्यसपछि फेरि लसुन चाहिँ मैले हल्का धेरै नै लिएको छु। यो किनभने यो जङ्गलको चिज हो नि त, जङ्गलको चिजमा चाहिँ अदुवा लसुनले चाहिँ धेरै त्यो गर्छ भन्छ। अनि त्यसपछि मैले प्याज काटेर रेडी गरेँ। प्याज मैले सानो सानो काटेको छु। यो चाहिँ माछा मासु जस्तै नै पाक्छ, माछा मासु जस्तै नै पाक्छ। यसको मसला पनि सेम हुन्छ। अनि त्यसपछि मैले यहाँ चाहिँ खडा मसलाहरू लिएको छु, अनि जिरा, रातो खुर्सानी अनि खडा मसलाहरू लिएको छु। अब चाहिँ मैले चाहिँ यसलाई पिस्छु। यसमा चाहिँ मैले कराई बसालिसकेँ। अब यो कराईमा चाहिँ मैले तेल हाल्छु। तेल चाहिँ धेरै नै राख्नुपर्छ यसमा चाहिँ। तेल चाहिँ यसमा धेरै नै राख्नुपर्छ। अब चाहिँ यो मैले चाहिँ अदुवा अनि लसुन र खुर्सानीको पेस्ट लिइसकेँ, पिसेर रेडी गरेँ। तेल पनि तातो भइसक्यो। अब चाहिँ मैले यो राखिदिएँ। अब चाहिँ मैले काटेर राखेको प्याज अब चाहिँ यो रातो भएर भुटियो। यसमा चाहिँ मैले अघि पिसेर राखेको खुर्सानी र अदुवाको पेस्टलाई राखिदिएँ।
चाहिँ यसमा मैले बेसारलाई राखिदिएँ। बेसार त्यो चाहिँ धनियाँको धुलोलाई पनि राखिदिएँ चाहिँ धेरै राख्दैन, मैले थोरै नै राख्छु। यसमा चाहिँ मेन भनेको चाहिँ के भनेपछि चाहिँ मैले चाहिँ टिमुरलाई चाहिँ यसरी मतलब पिसेर राखेको थिएँ। मैले चाहिँ टिमुरलाई पनि थोरै राख्छु, धेरै त राख्दैन, थोरै राख्छु। यो चाहिँ जङ च्याउहरूमा चाहिँ टिमुर हालेको एकदमै राम्रो हुन्छ, त्यही भएर। अब चाहिँ मैले यो मसलालाई चाहिँ मसलालाई अनि मैले च्याउलाई चाहिँ सँगसँगै राखेर यसले भुट्नु पर्ने हुन्छ, किनभने यो च्याउलाई पनि धेरै भुट्नु पर्छ। त्यही भएर यसलाई चाहिँ मैले सँगसँगै हालेर अब चाहिँ मैले यसमा नुन राखिदिएँ। नुन पछि पनि राख्न सक्नुहुन्छ, अगाडि पनि राख सक्नुहुन्छ, हजुरहरूको मर्जी। अब चाहिँ मैले यसलाई चाहिँ मिडियम आगोमा चाहिँ मैले पकाउँछु। यसलाई चाहिँ मैले छोपेर पकाउँछु हैन। अब चाहिँ यो चाहिँ फुटिसक्यो अनि तेल पनि निस्किसकेको छ। सटे पनि तल पनि निचाले सट्यो। अब चाहिँ यो भुटिसक्यो। यसमा चाहिँ मैले अब मेरो छोराछोरीलाई चाहिँ एकदमै मनपर्छ यो, त्यही भएर मैले चाहिँ यसलाई चाहिँ भुटेको खानेले मैले चाहिँ थोरै भुटेको चाहिँ राख्छु। यो त भुटुवा जस्तै भयो खसीको। चाहिँ मैले चाहिँ यति निकालेँ भुटेको। भुटेको चाहिँ यतिलाई निकालिदिएँ। अब चाहिँ यसलाई चाहिँ मैले यसमा चाहिँ मैले पानी राख्नु पर्ने हुन्छ थोरै, धेरै चाहिँ राख्दैन, थोरै चाहिँ पानी राख्नुपर्छ यसमा। यति धेरै तेल हालिदिएको मैले। अब चाहिँ यसलाई चाहिँ मैले फेरि छोपेर नै पकाउँछु। अब चाहिँ यो चाहिँ मेरो बनिसक्यो, उम्लिँदैछ। मेरो छोराछोरीलाई चाहिँ यस्तो मनपर्छ। यो चाहिँ वर्षमा एकचोटि पाइने चिज, त्यसपछि चाहिँ पानी पऱ्यो भने मात्र चाहिँ पाइन्छ। यो चाहिँ तलदेखि निस्किने चिज हो। अब 2000 3000 भए पनि यो चाहिँ वर्षमा चाहिँ आउँछ नै आउँछ। अब चाहिँ मेरो चाहिँ बनेर रेडी भयो।
कति धेरै तेल हालेको, त्यही पनि तेल यसले चाहिँ धेरै तेल त्यो दिन्छ, तेल पनि कम देखिरहेछ। अनि गाइस कस्तो राम्रो भयो, घोगी जस्तै। थारूहरूले घोगी खान्छ नि, यस्तै त हुन्छ। बनायो भने तिनीहरूको। मैले चाहिँ यत्तिकै राखेँ, दाल बनाएको छु, दालसँग खानलाई चाहिँ आधा त मैले निकालिसकेँ। सबैले फ्राई गरेको खाने है, भुटेको। अनि रोटीसँग चाहिँ एकदमै मिठो हुन्छ यो चाहिँ। सो भन्दै अब चाहिँ मेरो भिडियो पनि यहीँ खत्तम हुन्छ। नयाँ रेसिपी हजुरहरूले के भन्नुहुन्छ यसलाई चाहिँ कमेन्टमा गर्नु होला। इन्डियातिर चाहिँ मैले अघि पनि भनिसकेँ, इन्डियातिर चाहिँ यो पाइँदैन। यो चाहिँ पहाडमा पनि खै पाइन्छ, पहाडतिर पनि बुझ्छन् कि बुझ्दैन थाहा छैन, तर यता तराईतिरको मान्छेहरूले चाहिँ बुझ्छ यो चाहिँ। पहाडतिरको मान्छेहरू हुनुहुन्छ भने चाहिँ यो भिडियो हेरेर चाहिँ यस्तो चिजहरू यस्तो भएको च्याउ पाइयो भने चाहिँ तपाईँहरूले पनि खानु होला बनाएर। तर यसमा चाहिँ धेरै लसुन अनि तिमुर हालेर चाहिँ बनाउनु होला, किनभने जङ्गलको कुनै पनि चिजले तिमुर अनि लसुनले चाहिँ त्यसको जहरलाई काट्छ, मतलब मार्छ अरे, त्यही भएर। सो थ्याङ्क यू सो मच एभ्रिवान। अनि मेरो भिडियो हेरेर साथ दिनुभएको साथीहरूलाई एन्ड फुल वाच गरिदिनु होला। हेर्न मन नलागे पनि अन गरेर छोडिदिनु होला। हेर्न त कसलेको मन लाग्छ, त्यही नयाँ कुनै नयाँ चिजहरू देख्यो भने चाहिँ हेर्न मन लाग्छ हल्का। तर मैले पनि कसैको भिडियो चाहिँ मैले राम्रोसँग हेर्दैन, टिप्परीहरूमा गयो भने चाहिँ मैले हेर्ने हो, त्यही पनि मैले अन गरेर छोडिदिन्छु। म काम गर्छु अनि अन गरेर छोडिदिन्छु र मबाट चाहिँ सबैको भिडियो फुल वाच हुन्छ भन्दै, हजुरहरूलाई मन पर्यो भने लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गरिदिनु होला भन्दै म बिदा चाहन्छु। फेरि अर्कोचोटि नयाँ रेसिपीको साथमा आउनेछु। बाई बाई अल।